नमस्कार। के तपाईँ चाइना जाने भनेर सोचिरहनु भएको छ? अहिले पछिल्लो समय नेपाली विद्यार्थीहरू पनि चाइनामा अध्ययनको लागि गइरहेको हामीले देख्छौँ। विगतमा नेपाली विद्यार्थीहरू निकै कम मात्रामा चाइना जाने गरेको भए तापनि पछिल्लो समय चाइना जाने क्रम पनि बढ्दो क्रममा रहेको छ। यसै सन्दर्भमा रहेर चाइनामा विद्यार्थीको भविष्य, अवसर र चुनौतीको विषयमा रहेर विगत 7 वर्ष चाइना अध्ययन आफ्नो सकेर नेपाल आउनुभएका आदरणीय प्रकाश खत्रीसँग म छोटो मिठो कुराकानी गर्छु। सर्वप्रथम स्वागत छ। धन्यवाद अङ्कल। चाइना के नेपाली विद्यार्थीको लागि राम्रो स्टडी हब हो त? एकदमै। चाइनामा विद्यार्थीहरूको लागि अवसर मात्रै छन् कि चुनौतीहरू पनि त्यत्तिकै छन्? चुनौतीहरू पनि छन्, तर तुलनात्मक रूपमा अवसरहरू एकदमै धेरै छन्। नेपाली विद्यार्थीहरू लगानी गरेर चाइना जानु कतिको उपयुक्त देखिन्छ? तपाईँ फाइनेन्सियल्ली एकदम स्टेबल हुनुहुन्छ भनेदेखि त लगानी गरेर जाँदाखेरि बहुत राम्रो भयो, तर फाइनेन्सियल्ली त्यति स्टेबल हुनुहुन्न भनेदेखि चाहिँ तपाईँ सकेसम्म स्कलरसिप अपर्च्युनिटिजहरू खोजेर जाँदाखेरि चाहिँ बहुत बेटर हुनसक्ला। यहाँबाट ऋणधन गरेर चाइनामा गएर कमाउँछु भनेर त्यो नसोचेकै राम्रो। अहिलेको समयको लागि चाहिँ तपाईँ विद्यार्थी हुनुहुन्छ भनेदेखि चाइनामा काम गरेर पढ्ने वातावरणको लागि चाहिँ गाह्रो छ। तपाईँ पढ्ने नै हो, एकदमै फोकस नै भएर पढ्ने हो भनेदेखि चाहिँ तपाईँको लागि एकदम उत्तम हुनसक्ला। तर जब गरेर पढ्नको लागि चाहिँ चाइना तपाईँको लागि त्यो ग्रेजुएट भइसकेपछि चाहिँ अवसरहरू आउन सक्छन्, आउँछन् पनि है। हजुर। तर जुन अब स्टडीको क्रममा चाहिँ हजुर कम चान्सहरू कम छ है। इलिगल पनि हो, इलिगल कुरालाई चाहिँ चान्सै छैन भन्दा पनि हुन्छ। नेपाली विद्यार्थी चाइना जानको लागि कतिको सहज एकदमै धेरै छ। तुलनात्मक रूपमा अरू देशमा जान भन्दा चाइनामा धेरै सहज छ, तर हामीलाई नेपाली विद्यार्थीलाई त्यति धेरै जानकारी चाहिँ छैन यो विषयमा। ब्याचलरको लागि कतिको सजिलो छ चाइना पढाइको जानको लागि भन्दाखेरि चाहिँ सजिलो नै छ। कम्पिटिसन चाहिँ एकदमै धेरै कम्पिटिसन छ। तपाईँ सेल्फ फन्डेड हो भनेदेखि त तपाईँ जान सक्नुभयो, तपाईँ आफूले खोजेको युनिभर्सिटीमा जान सक्नुभयो। तर तपाईँ स्कलरसिपको लागि जान चाहिरहनु भएको छ भने संसारभरिका मान्छेले अप्लाई गर्छन्। कम्पिटिसन चाहिँ एकदमै धेरै टफ छ, तर तपाईँ त रिक्वायरमेन्ट पुगेको छ, तपाईँको प्रोफाइल एकदमै राम्रो छ, एक्सपिरियन्स राम्रो छ, तपाईँको रिकमेन्डेसनहरू राम्रो छ भनेदेखि चाहिँ नपाउने भन्ने चाहिँ हुँदैन। नेपाली विद्यार्थीहरूले एकदमै धेरै विद्यार्थीहरूले अवसर चाहिँ पाइराख्नु भएको छ। एउटा फुल स्कलरसिपमा र अर्को पेडमा जान सकियो। पार्सल पनि हुन्छ। एउटा फुल स्कलरसिप भन्दा तपाईँको ट्युसन फिस सबै कभर गरिदिने भयो, तपाईँको अकोमोडेसन बस्नको लागि पनि रुम प्रोभाइड गर्ने भयो र खानाको लागि पनि प्रत्येक महिना चाहिँ अलाउन्स दिने भयो। त्यो चाहिँ फुल स्कलरसिप भयो। तर पार्सल स्कलरसिपहरू भनेर चाहिँ कसैले ट्युसन फी मात्रै बेयर गरिदिने, कसैले ट्युसन फी र अकोमोडेसन बेयर गर्ने, खाना चाहिँ आफैले गर्नुपर्ने, कसैमा चाहिँ ट्युसन फी पनि बेयर गर्ने, खाना पनि के भन्छ रुम पनि प्रोभाइड गर्ने र लिभिङ अलाउन्स चाहिँ एकदमै कम जसो तसो गरी पुर्याउनु पर्ने स्थिति पनि हुन्छ। स्कलरसिप पाउने चान्स चाहिँ कति हुन्छ नेपाली विद्यार्थीलाई? पर्सेन्टेजमा भन्यो भने त ठ्याक्कै पर्सेन्टेजमा भन्न सक्ने स्थिति छैन, तर गाह्रो भने त्यति गाह्रो पनि होइन। जस तपाईँको चाहिँ तपाईँ किन चाइना जान खोजिरहनु भएको छ भन्ने कुरामा चाहिँ एकदमै क्लियर हुनु पर्यो। तपाईँको जिपिए मात्रै म्याटर नगरेर तपाईँको त्यसमा इन्टरभ्यू पनि हुन्छ। युनिभर्सिटीहरूले अथवा स्कलरसिप काउन्सिलरहरूले चाहिँ तपाईँको इन्टरभ्यू पनि लिन्छ, तपाईँ किन जान खोजिरहनु भएको छ भनेर। तपाईँको प्रोफाइल, तपाईँको सिभी, तपाईँको एक्स्ट्रा एक्टिभिटिजहरू भयो, अनि तपाईँको रिसर्च प्लान, तपाईँको चाहिँ स्टडी प्लान, तपाईँ किन चाइना जान खोजिरहनु भएको छ, त्यसपछिको प्लान चाहिँ के हो तपाईँको भन्ने कुरामा चाहिँ तपाईँ एकदम क्लियर हुनु पर्यो। सकेसम्म च्याट जिपिटी एआई भन्दा पनि तपाईँ आफैमा चाहिँ एकदम क्लियर हुनु पर्यो। चाइना फुल स्कलरसिपमा गएका विद्यार्थीलाई पढाइमा फोकस गर्न कतिको समस्या हुन्छ हुँदैन? अब छैन अङ्कल, त्यो मिहिनेत चाहिँ गर्नु पर्यो, तर समस्या चाहिँ हुन्न। तपाईँ पढ्दै नपढ्ने अथवा तपाईँले क्याचै गर्न सकिरहनु भएको छैन भने तपाईँलाई सबैभन्दा ठुलो समस्या त्यो हुन्छ। तपाईँ फेल हुनुभयो, तपाईँको कोर्सहरू कम्प्लिट भइरहेको छैन भनेदेखि त्यो सबैभन्दा ठुलो समस्या तपाईँलाई त्यो हुनसक्ला। तर तपाईँले चाहिँ क्लासहरू पनि प्रत्येक क्लासहरू अटेन्ड गर्ने, क्लास लिने, पढ्ने पनि, ल्याब पनि जाने, रिसर्चहरूमा पनि इन्भल्भ हुने, एक्स्ट्रा एक्टिभिटिजहरूमा पनि हुने गर्नु भएको छ भने तपाईँको लागि त्यो एकदम ठुलो अपर्च्युनिटिज हुनसक्छ। भर्खर +2 गरेको कुनै विद्यार्थी छ त्यसका लागि वेबसाइटहरू हेर्नुभयो भने चाइनिज स्कलरसिप काउन्सिल भनेर खोज्नुभयो भने स्कलरसिपका सबै अपर्च्युनिटिजहरूको बारेमा त्यसमा डिटेलमा छ। कुन मेजर गर्न चाहिरहनु भएको छ त्यसको मेजरहरू पनि त्यसमा छ, युनिभर्सिटीको लिस्टहरू पनि त्यसमा छ, रिक्वायरमेन्टहरू के छ भन्ने कुरा पनि डिटेलमा त्यो त्यसमा छ। सबै कुरा अहिले त इन्टरनेटको
इन्टरनेटको जमाना भएको हिसाबले सबै कुरा तपाईँले इन्टरनेटमा वेबसाइटहरूमा चाहिँ सबै कुरा भेटाउन सक्नुहुन्छ। चाइना सुरुमा फर्स्ट स्टेपमै कन्सल्टेन्सीमै जानुपर्छ कि आफै पनि गर्न सक्ने अवस्था हुन्छ? सकेसम्म राम्रो भनेको चाहिँ तपाईँ कन्सल्टेन्सी नजाँदाखेरि चाहिँ हुन्छ। किनभने भन्दाखेरि अब तपाईँ +2 गरिसक्नु भएको छ भनेदेखि तपाईँलाई कम्प्युटर तपाईँसित आफै पनि छ, छैन भने पनि तपाईँले आफैले अप्लाई गर्ने, फर्महरू फिलअप गर्ने, रिक्वायरमेन्टहरू अपलोड गर्ने कुरा चाहिँ तपाईँले आफैले पनि गर्न सक्नुहुन्छ। कन्सल्टेन्सीले गर्ने भनेको पनि त्यति नै काम हो। त्यो भएर कन्सल्टेन्सी चाहिँ नगएको राम्रो। किन भन्दा फेरि अब तपाईँलाई त्यो अप्लाई गर्दाखेरि जस्तै यो एजेन्टहरूले चाहिँ स्कलरसिप मिलाइदिन्छ अथवा चाइना गइसकेपछि जब पनि मिल्छ, यस्तो मिल्छ भनेर धेरै प्रलोभनहरू देखाएर चाइना पुऱ्याइदिएर अनि छोडेका विद्यार्थीहरू, धेरैजना विद्यार्थीहरू चाहिँ समस्या गुनासोहरू लिएर आउने गर्नुहुन्छ। त्यो भएर सकेसम्म आफैले गर्नुहोस्, सबै कुरा वेबसाइटमा खोज्नुहोस् र एजेन्टहरू मार्फत गरिरहनु भएको छ भने पनि चाइनामा जब अपर्च्युनिटिजहरू छ के छ मिलाइदिन्छौँ भनिरहनु भएको छ भने त्यो कुरा चाहिँ नपत्याउनुहोस्। आइएल्स, पिटिए, डुओलिङ्गो मध्ये चाइनामा त्यो +2 पछि केही क्राइटेरिया हुन्छ कि यत्तिकै पनि जान सकिन्छ कुनै बिना सर्टिफिकेट भएको राम्रो? किन पनि भन्दाखेरि तपाईँलाई युनिभर्सिटीले स्कलरसिप दिँदैछ भनेदेखि तपाईँलाई नै किन दिने भन्ने कुरा हुन्छ कि त्यसमा चाहिँ तपाईँ जस्तो चाइनिज एक्स्ट्रा हुने तपाईँ चाइनिज ल्याङ्ग्वेज सिक्नु भएको छ भने तपाईँ प्रायोरिटीमा पर्न सक्नुहुन्छ। किनभने तपाईँ चाइनामा गइसकेपछि बोल्न सक्नुहुन्छ, त्यो त्यहाँ घुलमिलाउन सक्नुहुन्छ, टिचर जस्तो कुरा गर्न सक्नुहुन्छ, साथीभाइ जस्तो घुम्न सक्नुहुन्छ, कल्चर जस्तो सिधै एडप्ट हुन सक्नुहुन्छ भन्ने हिसाबले पनि चाइनिज ल्याङ्ग्वेज छ भनेदेखि तपाईँ एउटा राम्रो तपाईँ चाहिँ राम्रो प्रायोरिटीभित्र पर्न सक्नुहुन्छ चाइनाले खोजिराखेको मान्छेभित्र। त्यो पनि छ भने आइएल्स गर्नुभयो भने त्यो पनि राम्रो भयो, छैन डुओलिङ्गो गर्नुभयो भने त्यो पनि राम्रो भयो, र पनि छैन अथवा तपाईँले इङ्ग्लिस मिडियममा चाहिँ नि ब्याचलर गर्नुभएको छ भने पनि त्यो अप्लाई गर्दाखेरि चाहिँ हुन्छ, तर चान्स चाहिँ अलिकति कम हुन सक्ला, नपाउने नै भन्ने त होइन। नेपाली विद्यार्थी समाजको चाइनाको सचिव पदमा रहेर पनि काम यहाँले गर्नुभयो र त्यो नेपाली विद्यार्थीले भोगेको मुख्य समस्या के छ? मुख्य समस्या भनेको एउटा भाषाको समस्या भयो अङ्कल। एकदम ठुलो समस्या भनेको भाषा र होम सिकनेस। भर्खर नयाँ गइराख्नु भएका विद्यार्थी साथीहरूलाई चाहिँ बिरामी हुँदाखेरि पनि हस्पिटल कसरी जाने, मेडिकल इन्सुरेन्सहरू कसरी क्लेम गर्ने, त्यहाँ बस अथवा मेट्रो नै कसरी चल्ने, टिकटै कसरी काट्ने, खाना नै कसरी खाने, बाहिर कसरी जाने भन्ने समस्या चाहिँ एकदम ठुलो समस्या। हामीलाई सुन्दा भन्दाखेरि एकदम सामान्य लाग्यो पनि एकदम ठुलो समस्या चाहिँ एउटा समस्या त्यो पनि हो। अन्य देशहरूमा जाँदाखेरि 15-16 लाख, 20-30 लाख, 40 लाखसम्म लगानी लाग्ने गरेको देखिन्छ। चाइनामा त्यो लगानीको हिसाबले कतिको? लगानीको हिसाबले शून्य लगानी भन्दा पनि खासै फरकै परेन। अब कुनै स्कलरसिपहरू अथवा कुनै युनिभर्सिटीले चाहिँ तपाईँलाई युनिभर्सिटी अप्लाई गर्दाखेरि थोरै केही सर्टेन अमाउन्ट चाहिँ लिने गरेका छन्। कुनैमा चाहिँ तपाईँले अप्लाई गरेर स्कलरसिप पाइसकेपछि, धेरैमा चाहिँ स्कलरसिप अप्लाई गरेर पाइसकेपछि चाहिँ तपाईँले त्यो तिर्नुपर्ने हुन्छ 420, 400। मैले पढेको युनिभर्सिटीमा तपाईँ चाइनिज गभर्मेन्ट स्कलरसिपमा हुनुहुन्छ भने कुनै पनि युनिभर्सिटीमा लागेन, तर मेरो युनिभर्सिटीमा चाहिँ थ्यान्चेन युनिभर्सिटीमा तपाईँ एक्सेप्टेड भइसक्नु भयो भने तपाईँले 420 भनेको नेपाली 8000 चाहिँ तिर्नु पर्छ, त्यति नै हो। टिकट चाहिँ आफ्नै गाडेर जानु पर्यो। त्यो एप्लाई गर्दा चाहिँ सबभन्दा सुरुमा वेबसाइटमा अब त्यहाँ लिङ्कहरूमा कुन युनिभर्सिटी स्कलरसिपका सिटहरू खुलाएका छन् त्यो हेर्नु पर्छ डिटेलमा। तपाईँले डिटेलमा डकुमेन्टहरू, रिक्वायरमेन्टहरू के छन् त्यो सबै हालिदिन्छ। अनि त्यो भइसकेपछि विद्यार्थीहरूले त्यहाँ भएको एउटा फर्म फिलअप गरिसकेपछि अझै फर्म फिलअप गर्ने, त्यहाँ चाहिँ तपाईँसित भएका जुन रिक्वायरमेन्टहरू छ नि अपलोड गर्नु पर्यो। जस्तो तपाईँको सिभी हुनसक्ला, पासपोर्टको फोटो हुनसक्ला, अब रिकमेन्डेसनको कुरा भयो, मेडिकल फर्मको कुरा, त्यो कुरा चाहिँ तपाईँले अपलोड गरिदिनु पर्यो। त्यसको लागि त त्यो सबै गर्न अब एउटा विद्यार्थीले अहिलेको टेक्नोलोजीको जमानामा सबै घरबाटै पनि गर्न सक्दैन। त्यो गर्न लगानी शून्य भयो, त्यहाँ लगानी शून्य भयो। र यदि त्यो गर्नका लागि कसरी गर्ने भन्ने क्वेसन आयो भने पनि म अथवा हामी त्यो बुझेका दाइहरूबाट, त्यहाँ गइसकेका साथीहरूबाट, नेपाली विद्यार्थी समाजको फेसबुक पेज छ, अफिसियल फेसबुक पेजबाट तपाईँले टेक्स्ट मात्रै गर्नुभयो भने पनि हामीसित भएका मटेरियलहरू, इन्फर्मेसनहरू हामी तपाईँलाई सेयर चाहिँ गर्छौँ। अथवा प्रकाश खत्री फेसबुकमा मेसेज गरेर डाइरेक्ट पनि सोधेर कसरी अप्लाई गर्न सकिन्छ भन्ने बुझ्न सकिन्छ। यो छोटो कुराकानी यहीँ अन्त्य गर्छु। अन्त्यमा नेपाली विद्यार्थीहरू जो चाइना स्टडीको लागि जान चाहनुहुन्छ, छोटोमा केही भन्न चाहनुहुन्छ भने? मेरो एउटा हुन्छ अङ्कल, तपाईँ चाइनामा जाने सोचिरहनु भएको छ भने तपाईँ एउटा कुरामा चाहिँ क्लियर हुनुहोस्, तपाईँ चाइनामा पैसा कमाउन गइरहनु भएको छैन, तपाईँ पढ्न गइरहनु भएको छ, यति कुरामा चाहिँ क्लियर हुनुहोस्। तपाईँ पैसा कमाउने सोच्छ भने सकेसम्म चाइना चाहिँ अप्लाई नगर्नुहोस् नै भन्ने हो। किनभने तपाईँले त्यहाँ दुःख पाउनुहुन्छ, यो कुरा चाहिँ क्लियर हो कि अङ्कल? हस्, धन्यवाद।